कहाँ हिँडेको धावर हिँडेको होइन गाडीवाला खोल्दै भयो बाबा घर जान्छ नि 500 रुपियाँमा काटिदिन्छु यहाँ कि नाइ त तेरा बाल मार्नुहुन्छ म त दिनुहुन्न पैसा खाना खानलाई त देऊ 500 रुपियाँ खाना खानलाई 6 रुपियाँमा बल्ल त्यही 6 रुपियाँ दिएर पैदल गाडी फेरि त्यसो नुवाकोटबाट मैले पैदल दोगुरी 2 बजी बटौली छ पुगेँ बटौली पुगेँ 2 बजेर त्यहाँबाट बसेँ काम बसमा पनि 5 रुपियाँ सुनौली पुगेको बसले दियो अब बच्यो 1 रुपियाँ 9 दिनलाई नानीको रहेछ रिक्सालाई सोधेको 8 रुपियाँ हुन्छ रिक्सा त्यहाँबाट सेन्ट्रल रिक्साको जान आयो भने भनेर म उहीँ गएर नन्दलागे काम थियो उद्धरीको ससुरा कि ट्युसनका भएको थिएँ त्यहाँ त्यो दाइसिम गएको हुन्थ्यो पनि उहाँ जानुलाई लाउर नोकरिया जाँदा हिँडेको त्यहाँ पुगेको ठ्याक्कै दैलो लागेको छ नि त दैलो उभिएका 2 भाइ त्यहाँबाट त्यो एउटा देशी पनि थियो त्यो सेन्ट्रलाइज जानु भनेर देशी पनि बसिया थियो रिक्सा त्यहाँ धन्न भागी त्यो रिक्सा दुइटैको रिक्साको पैसा त्यसैले बुझा मलाई दिनु पर्यो त्यहाँबाट माथि गएर माथि त्यहाँबाट चाहिँ अटारी के माथि गएर कहाँ नन्दलाल भनेर उनको नन्दलाल यिनको कमलापतिको नाम थियो शान्तिका भएको कमलापति किसनको भएको नन्दलाल कहाँ हिँडेको भनेर नन्दलाल लाहोर हिँडेको गाडीमा ल्याएको नै भने तपाईँ यहाँ आउँदा आउँदै के गाडी भाडा लिएर कहाँ 30 रुपियाँ खोजेर त्यहाँबाट लाहोर गयो नाइ पनि बेच्दैछन् कहीँ बेग मेरो नोकरी भाँडा माझेर भए पनि जान्थ्यो लाहोर त भनेर पनि गएको यहाँ त्यहाँबाट गएँ त्यहाँबाट 1.5 वर्षमा आएको त्यहाँबाट पो परेन गाडी भाडामा यस्तो हो कि हिम्मतले गरे साहब भन्ने कुरो के त्यहाँबाट अब माइलो गयो आमाले मोडबारी दिएर गाडी भाडा लिएर साइलो गयो कहाँ गेलावाला लिएर कहाँ गयो पैसा खोज्नु जाँदैन आफ्नो इच्छा कसरी हिँड्ने आफ्नो तरिका आएर हिँड्ने हो कि होइन र यस्तो भन्न कस्तो कहाँ के हुन्छ जस्तो मौका पर्छ त्यस्तो मौकाले हो कहाँ भने अब्दालो त्यो जमानामा गरेन भनेर भएन त्यो जमाना कहाँ हो पुग्ने सरकार नभइकन पैसा नभइकन अलिकति उ नभइकन जहाजमा जाने हो त्यो त यहाँ त इन्डियामा जान फेरि कहीँ भाँडा माझेर पनि खाम्ला भनेर भाँडा माझेपछि त कहीँ पनि पाइयो होटलमा खाना होइन त्यस्तो हो कि हुन त दुःख त सबैलाई गरेको त्यहाँ सबै डराउँछन् त्यसो बेलामा यो सरेर हिँडेको हुन्छ अब त्यहाँ भयो त बर्दी पनि भयो 15 दिन त्यहाँ त्यसतिर गएर 1.5 सालमा आएको भाइ 1.5 सालसम्म गएर एकै जग्गा नगरी 15 दिनको महिनाको 15 रुपियाँले 2 महिना नोकरी गरेँ त्यहाँ त्यो रुपियाँ पठाइदिएँ नोकरी गरेर चाहिँ पठाइदिएको रुपियाँ त्यसरी त्यहाँबाट 1.5 साल कमाइ गरेर 3000 रुपियाँ पाएको थिएँ ठ्याक्कै ल्याएर 2500 रुपियाँ बाबुको हातमा हालिदिएको 500 रुपियाँ